हेलो सबैजनालाई। आज अब यो दोस्रो भिडियो आएको छु। अब यो युट्युबमा रहँदा कतिको भिडियो हुन्छ त्यो थाहा भएन। स्टेप रक भन्ने एउटा एनिमेसन च्यानल छ युट्युबमा, नेपाली एनिमेसन च्यानल। एउटा नयाँ भिडियो आएको रहेछ यहाँ, मिस्टर बिस्ट च्यालेन्ज समथिङ भन्ने। यो हेरौँ अब रियाक्सन। ल बिमल पिङ खेल्दिने हो र? नै झ्याउला चाहिँ तँ खेलेर आइज जा, म जान्छु त नि एक्लै खेल्न। ल अब दौड्यो दाइ तपाईँ पनि पिङ खेल्ने? पहिला दिदीलाई खेलाउ न, म हेर्छु। तँ कतिखेर आइज फेरि यहाँ? फुल देखिसकेपछि मौरी त आउनै पर्यो। यस्तो साथी चाहिँ सबैको हुन्छ नि ओहो एनिमेसन हेर। दिदी तपाईँ उठेर खेल्ने कि बसेर खेल्ने? उठेर। दिदी आउनु खेल्न। मुख हेराउनु दुईजना के यस्तो। एकछिन है भाइ। अब रुन्छ। बिमल जामै घरमा कुच्चो पनि लाउनु छ? जाम मेरो पनि हल्का काम छ घरमा। काम याद आयो। दिदी म पनि खेल्छु नि। आऊ मेरो काखमा बसेर खेल। कस्तो क्युट के भाइ त। बामबुडके भएको पनि फाइदा हुँदो रहेछ। आज मासु खाम न है बाउ? के को मासु लबन? खसीको खाम न। खसीको हुँदैन। मासु के? त्यो धेरै महँगो हुन्छ। बङ्गुरको? त्यसमा धेरै बोसो हुन्छ। भैँसीको? दुध खाने जनावरको मासु खान हुन्छ। कुकुर? त्यसो भए रागोको खाम न त। रागोले दुध दिन्छ र खान। मासु के मासु? हुन्न, भैँसीको बुढा हो त्यो पनि। अनि के को खानी त? कुखुराको नि। ल त नि खाम त नि। खसीको मगाछु के तँलाई जिस्काको आज। ए हो र बाउ। नउठाऊ। किन? तिम्रो मामाको छोराको छोरीको बहिनीको दाइको भाइ मर्यो भनेर न्युज आयो भने हरेक दसैँमा यस्तै हुन्छ। के हो, कोही न कोही जन्मिने उयो भइरहेको हुन्छ। हेर्ने अनि मासु मगाएको थिएँ कि त्यसकै कल होला। रिक्स किन लिने के बाउ? रिक्स किन लिने? पहिला मासु खाम अनि फोन उठाउलौ। साँच्चीकै कोही मरेको रहेछ भने मासु खाएर पाप लाग्दैन हामीलाई? मरेको मान्छेको मासु कसले खाने भन्छ र? हँसाइस जाँठो। दाइ जुठो पऱ्यो, आमा बित्नु भयो। र कहिले? मलाई थाहा थियो कि रिस उठ्ने। आज बिहान। लौ न रोग है, म आइहाल्छु। नआउनु दाइ, म त्यहीँ लिएर आइदिन्छु। लास यहाँ लिएर आउनु भन्दा म त्यहीँ आइहाल्छु नि भाइ। आमा जसरी पालेको थिएँ मैले यो खसी। मजाक नगर त, जाँटो छिटो मासु लिएर। ल दाइ। को मर्यो फेरि योपालि? कि कोहीले ढाल लाउनु बिर्सियो? मर्न त मरेको रहेछ तर खसी। यस। नाच्छु। आज के रहेछ? एहे बाबु आज त एकादशी पो रहेछ त नि। लामो जस्तो। के त साइडमा सबै कुरा हार्छस् नखेल त। लङ्गुर त खेल्नु पर्यो नि हेर दसैँमा त। तेरो बाउ लङ्गुर, म यति। उयो बच्चा पनि रहेछ त्यहाँ। के हो यस्तो? सरी दाइ, मैले यता भनेको। यतिलाई यता किन भनेको त मुजी? दाइ यताकै गेममा के तल। ए ठिक छ भाइ। हारे म थुक्क भन्दै थिएँ नि मैले। बच्चा राख्छस् त। 1500 नै हालम। चुब्लाक वाइफाई तिर्ने पैसा हो त्यो। लिएन मलाई फ्री वाइफाई चलाउलास् के? ल भाइ मेरो बच्चा पानमा। यहाँ जित्यो भने होइन 2-3टा बच्चा कसरी दिन्छ होला? मुला वाइफाईको पैसा भन्छ। यो मान्छेले हेर्छ त्यहाँ आफ्नो बच्चा धरि हालेछ। ले त जित्यो भने डबल दिन्छु के? जित्यो भने दाइलाई 2टा बच्चा दिन्छ र यो खेलाउनेले? दिनै पर्यो नि, रुल नै त्यही छ। भगवान पान नपार्नु है, मेरो पिरियामा समस्या छ। म दिन्छु कि तेरो पैसा फिर्ता। विश्वास गर्न। सालेले कङ्गाल नै बनाउने भयो। सबै एउटैमा नहाल त, एकैचोटि हार्छस्। आए बाउको गए साउको। सबै एकै ठाउँमा नहाल त छोरा। चुप लाग्न, सियोर आउँछ कि पान? बुर्जामा हालेछस् के तैँले? पहिला पिक्चर त चिन। ल मेरो इट्टामा आयो ल। धेरै हलाउनु न है। नाइ भाइ दिमाग स्लो हुन्छ। गोटी के? ल इट्टामा त डबल म्या। बच्चा मेरो भयो अब। मैले जिते। बच्चा मेरो 1000 दे। यति दाइ तपाईँले हुकुममा हाल्नुभएको थियो। अर्काको फेरि चिन्दो रहेछस् त। यस मैले बच्चा पाएँ। बुढी नयाँ बच्चा नै हारे म। त सालीलाई जुवाना खेल कचोरी भनिसके मैले। लाउनु उही कतिचोटि हारेछ। यति दाजु म लास्टै खुसी छु, राख्नु यो। मासु खानी अब घर गर। ल मेरो साथीलाई झन्डामा ल। त गरेन अब चुप लाएर। ल दाइ तपाईँ एक्लै नै के खेल्नुहुन्छ? उठाए है मैले। रोक्नु न, मेरो अर्को बच्चा आउँदैछ। कति टाइम लाग्छ? अब 3 महिनामा जन्मिन्छ। बाबा टिका लाउने मान्छेको लाइन हेर्नु त बाहिर। के रे? के हो त्यो? मामा दर्शन, हामी टिका लगाउन आएको। ल हो र, कुको आएको हो नि। अब मेरो 6 जना दाजुभाइ अनि 3 जना बहिनी मात्र हो।
आमामामा बच्चा बोकेर ए यो त्यही लङ्गुर पूजा खेलाउने मान्छे होइन यसको खोइ त बच्चा जितेको यो बच्चा पनि हो यो 15 जना छन् त। ए मामा गाडीमा आएको भाडा नलाउने भएर गन्दै बिर्सिन्छु कि मैले भान्जा भान्जीलाई चाहिँ। ल भान्जा अति नै खुसी लाग्यो तर के तर मामा हामीले त धर्म परिवर्तन गर्यौँ नि बाबु। नजिस्किनु न मामा झन् मामाकोमा टिका लगाऊँ भनेर आएको छन्। अरे यार हो कि भान्जा भित्तामा पोस्टर हेर न ल। ओहो ठिक छ मामा त्यसो भए भाइकै हातबाट भए पनि टिका लगाउनु पर्यो। माइ लर्ड को आउनु भएको हो? के हो यस्तो माई चाइल्ड तिम्रो भान्दै आउनु भएको छ आज। नमस्ते खै त केटा। आदाब। आधा अनि क्रिस्चियनहरूले चाहिँ के भन्छ त छोरा चाहिँ मुस्लिम भएको हो र? होइन होइन क्रिस्चियन नै हो कहिले कहिले झुकिन्छ कि नयाँ नयाँ हो नि त। ल मामा त्यसो भए जान्छौँ त नि हामी है। आउनु बस यसो मासु सासु खाएर जालौ। होइन होइन मामा छोडिदिनु नखाने म फेरि खसी र कुखुराको मात्र खान्छु। ल त नि ल भन्छ हामीले फेरि जेको पनि खान्छौँ। बुढो कुखुराको त लिएर आउँदैन अझ ठुलो कुरा। ल टिकाको थाल रेडी भयो आउनु लगाम। अब बुढीलाई चाहिँ थाहा भएन भर्खरै परिवर्तन भएको भन्ने हो क्या मामा टिका रे त। अरे यार 15,000 जान्छ एकै दिनमा यत्र नै लगाउँदिन तिमीहरूलाई टिका। टिका मात्र लगाइदिनु न त पैसा नदि। चामल कति महँगो भन्छ थाहा छ तँलाई? प्रकाश बाबु बाबाको गन्जी लाएर कहाँ हिँडेको? घर जान लाग्यो अङ्कल। दाइ यो गन्जी त पाण्डु अङ्कलको होइन र? हो तँलाई के मतलब? एउटा नयाँ किन्न सक्नुहुन्न र जेनी बाबाको लाएर हिँड्नुहुन्छ त? सक्छस् भने त पनि मम्मीको म्याक्सी लाएर हिँड्न पुत्र। ब्रो बाबाको गन्जी लाएर कहाँ हिँडेको? अब त अति भयो। सबैजनाले बाबाको गन्जी चाहिँ कसरी चिनेर हाने के नयाँ कपडा किन्न लाउँछु बाउलाई। बाउ दसैँ आयो के कपडा किनिदेऊ न मलाई नि। अस्ति स्पाइडरम्यानको प्यान्टी किनिदिएको होइन त्यो देखाउन अरूलाई त्यो देखाउनलाई होइन देखिने चिज ढाक्नलाई किनिदिएको। सर्ट र प्यान्ट चाहियो मलाई जा मेरो दराजबाट लगा। तिम्रो होइन के जाँठो मेरै त हो नि। नयाँ चाहियो मलाई जे कुरा नि तिम्रो लाउनु पर्छ र मैले अहिले ठप्पड लगाउँछु म तँलाई। नै हुन्न मलाई नयाँ कपडा चाहियो हुन्न के हुन्न अब भुइँमा लडेर यसो गुडी गुडी गर्दै बस्। ल हिँड्न जाम किनिदिन्छु। ल हिँड्न जाम। कति खुसी भएको हेर के देखाम तपाईँहरूलाई म? मोजा देखाउनु न अलि राम्रो खालको भयो पर्दैन म बरु गन्जीमा टाल्छु दसैँ पनि। ओए रोकी के मेरो लागि हो 150 को हो यो मोजा चाहिँ। एउटा राम्रो खालको सर्ट देखाउनु त ल अब। जेस बुढोले यो पालि चाहिँ किन्देला जस्तो छ। बाबु यो राम्रो छ हेर त ल। यसमै कालोमा छैन र अङ्कल? छ कालोमा नि छ। राम्रो कस्तो देखिएछ बाबु मलाई? मेरो लागि भनेको होइन तेरै लागि हो। अनि तिमीले किन लगाएको त? रोक एक हप्ता म लगाउँछु अनि लगाउलास्। दसैँभरि म लाउँछु त्यसपछि तैँले लगा अर्को दसैँमा फेरि म लाउँछु हो क्या। प्रकाश बाबाको गन्जी लाएर कहाँ हिँड्दैछ रिसाउँदै? बाबाको गन्जी सबैले कसरी चिनिरहेको मैले भनिरहेछु के हो जहिले बाउले युज गरेर दिन्छ जे कुरा नि। बाउलाई एउटा गर्लफ्रेन्ड बनाउने भन अब। आज हामीसँग हुनुहुन्छ प्रकाश विमल र चक्र र हामी खेल्छौँ 3 पत्ती। र जसले पनि मलाई बिट गर्नुहुन्छ त्यो मान्छेले जित्छ $1 मिलियन। कसले भनेको जुवामा पैसा छैन? तर यदि मैले जिते भने त्यो चाहिँ म है एकअर्कालाई चुप्प खानुपर्छ। होइन म होइन यो अब र जो लास्ट आउँछ न त त्यसले पैसा पाउँछ न त चुप्प। भनेपछि कि त फर्स्ट हुनु पर्यो कि त लास्ट। ओके लेट द गेम बिगिन। ए मिस्टर बिस पनि खेलेर हो ल गयो ल 500 चले मैले हेरेर। अर्को पनि आइज त पान। छ्या लोतर लाग्यो त्याग्दै मैले बट्टु छ चक। लास्ट त यसै भयो नि यो। त मैले जित्छु कि जित्दिनँ है त। मेरो सट्टा जुटले के होला र? कोसँग एका छ जसले दिन्छ त्यसलाई भर्खरै $1000 दिन्छु म। मसँग छ। ल मेरो कलर र रन दुइटै आयो मैले जिते। सरी यार। पैसा भएपछि जेरी हुन्छ। अब खा चुप्प। ल मैले जिते खा अब चुप्प। अनि मेरो $1000 लामोको $1000 मैले जिते त। साला मिस्टर चिट स्क्याम हान्नी म त गर्दिनँ चुप्प। जसले पहिला चुप्प गर्छ त्यसलाई $2000। के हो यस्तो
छि दाँत माझ्दिनुहोस् तैँले तेरो बाटो चाहिँ सेन्टको बास्ना आछ र छि मिस्टर बिस्ट सँगै गरियो दुईटालाई $1000 दिनु कङ्ग्रेचुलेसन ब्रदर यु विन $2000 यो के भयो फेरि यसले कसरी पायो जसले पहिला चुप्प गर्छ त्यसलाई $2000 के बनाएको यस्तो मैले मलाई भनेको कस्तो चाट जस्तो होला हामीलाई नि दिनु न यार $100 त ल जाने हात थप ल ओइ प्रकाश छिटो थप फेरि चुतिया त बनाउने होला के थाप्ने थपकै छिटो फेरि नपाउलास मुसा होइन म बारम्बार एउटै ट्र्यापमा फस्न 9 to 5 जब गर्ने भनेको त्यसले चाहिँ पाउँछ अब कङ्ग्रेचुलेसन ब्रदर यु वन $1000 देखिस् पाएँ मैले नि मिस्टर बिस्ट मलाई पनि छिटो आमा के हो यस्तो बल भिडियो बनाउँछ है स्टेपार भन्ने नेपाली युट्युबहरू यसो गएर सब्सक्राइब हानिदिनु यहाँ म जस्तो मान्छेले अब सानो च्यानलहरूलाई सहयोग गर्नु यहाँ यसलाई ल 1 मिलियन पुऱ्याइदियो अब 1-2 वर्षमा ल सबैजना लाइक सब्सक्राइब हान्नु यहाँ अब अर्को भिडियोमा भेटौँला यो भिडियो चाहिँ एकदमै बवाल एकदम बवाल ल थ्याङ्क यू फर वाचिङ सी यू सुन